ओम हर हर रेम शंभु कृष्ण प्रभु तिनीहरूले पनि पूजा गर्ने नसक्नेले बसेर आमाहरूले बसेर नमस्कार गरेर बस्नुहुन्छ दुईजना आमाहरूले सक्नुहुन्छ अरू सक्नुहुन्छ समस्त देवी देवीभ्यो नमः लिङ्गस्थ समस्त देवी देवीभ्यो नमः तोरणस्थ हो त्यसै भनेको आमा यहाँ बस्नु न तोरणस्थ देवी देवीभ्यो नमः सकल पूजा परिपूर्णार्थे गन्धाक्षत पुष्पाणि समर्पयामि नमस्करोमि हरिः ओम सहस्र ओम बाहिर गरुड ध्वज पनि हुनुहुन्छ हनुमानजीको पनि ध्वज त्यहाँ हुनुहुन्छ पूजा गरेर आउनु भेट्न पनि ओम हरिः ओम सहस्रशीरेखा पुरुषः सहस्राक्षः सहस्रपात् सभूमिकुं सर्वतः कृत्वा त्यतिष्ठदशाङ्गुलं पुरुष एवेदग्ं श्रवं जन्मोदं यच भाव्यम् उदामृतत्वशेषानो जलन्येन तिरोहति एतावान् स महिमा तोज्यायां स पुरुषः तो विश्वं व्यकरामत्सासनान् शनि तो विराड जायत विराजो रधिपुरुषः स जातो अत्यर्च्य प्रपश्चाद् भूमिमथो पुरः तस्माद् सर्वभूतः संभृतं पृथदाज्यं पशुंस्तस्सग्रे वायव्यानारण्या ग्राम्या सचेत् समाजन्या सर्वहोतरे च क्षमानि जन्निरे छन्दाघोषे जन्निरे तस्माद्यजस्तस्मा दजायत तस्मा दस्वा अजायन्त जे केचो भयादतः गावो जन्निरे तस्मा जाता अजावयः तां जन्यं बारेः प्रोक्षन् तुरुघन् जातमग्रतः येन देवा अयजन्तशाद्या रेखायस्य जत्वरुघन् द्यदो कादिधाभ्यकल्पयन् मुखं किमस्या शीत किं बाहु किमोरुपादा उच्यते कृतः ओरोदादश्य च वैश्यः पद्भ्याय शुद्रो अजायत चन्द्रमा मनसो जातसखशोः शौर्यो अजायत श्रोत्र वायुश्च प्राणश्च मुखः दग्निरजायत नाभ्य आसीदन्तरिक्षकाशेष्वद्योः समवर्तत पृथिव्यां भूमिर्देशः श्रोत्रार्थतः लोकान् अकल्पयन् नामुद्धरन् भवार्णवात् श्रीमद्भागवताख्योऽयम् श्रीमद्भागवताख्योऽयम् प्रत्यक्ष कृष्ण एव हि
स्वीकृतोऽसि मया नाथ मुक्त्यर्थम भवसागरे मनोरथो मदीयोऽयं सफला सर्वथा त्वया निर्विघ्ने नैव कर्तव्यो दासोऽहं तव केशव पुराण पुरुषोत्तमाय नमः श्रीफलं निवेदयामि चढाइदिनु आरती तयारी गर्न चाहिँ एकजना ऐश्वर्यै नमः तमो नाशिन्यै नमः सर्वपूजा परिपूर्णार्थे गन्धाक्षर पुष्पाणि समर्पयामि नमस्करोमि उठाउनु ओम जय जगदीश हरे प्रभु जय जगदीश हरे प्रभु का चरण उपासक हरि का चरण उपासक गति गति पार करे ओम जय जगदीश हरे मन को थाल मनोहर प्रेम रूपवाती श्री प्रभु प्रेम रूपवाती भाव कपूर चमंगल भाव कपूर चमंगल रति सब भांति ओम जय जगदीश हरे नित्य निरंजन निर्मल कारण प्रभु कारण विनाशी शरणागत प्रतिपालक शरणागत प्रतिपालक चिन्मय सुख राशि ओम जय जगदीश हरे सृष्टि स्थिति लय करता त्रिभुवन का स्वामी प्रभु त्रिभुवन का स्वामी बरसाओ शरण पायो ओम दीश हरे आसुर भाव निवारक तारक सुखदाता प्रभु तारक सुखदाता स्त्रैणां पाखण्डवादिनां सुखशास्त्रकथोच्चारे त्याज्यन्ते यदि पण्डिताः त्याज्यन्ते यदि पण्डिताः पण्डितको अर्थ हुन्छ भनिन्छ हैन कोही आउनुभयो पण्डितजी आउनुभयो हो अब ती पण्डितजीलाई सोध्नु कि हजुरलाई त हामीले पण्डितजी भन्यौ तर त्यो पण्डितजी भनेको अर्थ चाहिँ के हो सोध्नु भएको छ कहिले छ
छैन एकचोटि भन्नुहोस् त राधे राधे छैन हो पण्डितको अर्थ हुन्छ सत असतः विवेचनी बुद्धिः अस्यासः इति पण्डितः जसले सत्य कुरालाई छर्लङ्ग बनाइदिन्छ असत्य कुरामाथि उसले औँला उठाउँछ भने हो त्यो हो पण्डित कहिलेकाहीँ देखिएको पनि छ नि होइन सुन्दिनुमा आएको छ एउटै बाउका पनि क्रिया 4 ठाउँ गरे अरे भनेर हो जुन पण्डितले गर्छन् अहिले त हामी वैदिक कर्मकाण्ड परिषदका लगभग नगरका हामी यस्ता बसेका व्यक्ति हौँ सदस्यमा बसेका व्यक्ति हौँ जसले यो कर्म आजदेखि गर्नुहुन्छ भने त्यस्ता पण्डितलाई हामी त्याग दिन्छौँ भनेर पनि एउटा नियमावली राखेका छौँ जसले बाउआमा त मरे दाजुभाइमा के रिसिभ भयो के त्यो थाहा छैन तर त्यही बाउआमाका क्रिया तीन ठाउँमा ढिकुरो उठाएर 4 ठाउँमा ढिकुरो उठाएर जसले क्रिया गर्छन् कर्तालाई होइन ब्राह्मणलाई गएर हामी पक्रिन्छौँ पहिला किन कर्म गरायो तिमी जस्ता लोभी ब्राह्मण भनेर हामी पक्रिन्छौँ हो जसले सत्य कुरालाई छर्लङ्ग बनाइदिएको छ धर्मशास्त्र अनुसार छर्लङ्ग बनाइदिएको छ हो त्यो कुरालाई चाहिँ यहाँ वर्णन गराउनु हो यदि सत्य कुरालाई लुकाउँछ असत्य कुरालाई नै हो अल्लाहमा बढाएर लान्छ भने ती पण्डितै भए पनि म पण्डित हुँ भनेर आए पनि त्यस्तालाई घरमा प्रवेश गर्नु हुँदैन गराउनु हुँदैन किन आफ्ना देवता बिग्रिन्छन् आफ्ना पितृहरू पनि नष्ट भएर जान्छन् भनेर वर्णन गराउनु भएको छ बोले कृष्णचन्द्र भगवानको कृष्ण तिमले बाटोनी सावलत तिम्रो रूपले मनै हर्यो नि कृष्ण तिमीले बाँसुरीमा जादु भर्यो नि सावलत तिम्रो रूपले मनै हर्यो नि राधेश्याम तिमीले गानु गर्यो नि राधेश्याम तिमीले गर्नु गर्यो नि बाँसुरीमा जादु भर्यो नि भर्यो नि बाँसुरीमा जादु भर्यो नि कृष्ण तिमीले बाँसुरीमा जादु भर्यो नि सावलत तिम्रो रूपले मनै हर्यो नि कृष्ण तिमीले बाँसुरीमा जादु भर्यो नि सावलत तिम्रो रूपले मनै हर्यो नि राधेश्याम तिमीले गर्नु गर्यो नि राधेश्याम तिमीले गर्नु गर्यो नि बाँसुरीमा जादु भर्यो नि बाँसुरीमा जादु भर्यो नि मथुरानी जाऊला छ मलाई वृन्दावनी धाउला छ मथुरानी जाऊला छ मलाई वृन्दावनी धाउला छ तिम्रो रूप अनेका छन् मलाई हृदयमा सजाउला छ तिम्रो रूप अनेका छन् मलाई हृदयमा सजाउला छ राधेश्याम तिमीले गर्नु गर्यो नि राधेश्याम तिमीले गर्नु गर्यो नि बाँसुरीमा जादु गर्यो नि भर्यो नि बाँसुरीमा जादु भर्यो नि तिमीले सामु आउला छ मलाई तिम्रै भजन गाउला छ तिम्रै सामु आउला छ मलाई तिम्रै भजन गाउला छ
ब्रजका गल्ली गल्लीमा मलाई राधेश्याम गाउँदा छ ब्रजका गल्ली गल्लीमा मलाई राधेश्याम गाउँदा छ राधेश्याम तिमीले गर्नु गर्यो नि राधेश्याम तिमीले गर्नु गर्यो नि बाँसुरीमा जादु भर्यो नि बाँसुरीमा जादु भर्यो नि कृष्ण तिमीले बाँसुरीमा जादु भर्यो नि सावलत तिम्रो रूपले मनै हर्यो नि कृष्ण तिमीले बाँसुरीमा जादु भर्यो नि सावलत तिम्रो रूपले मनै हर्यो नि राधेश्याम तिमीले गर्नु गर्यो नि राधेश्याम तिमीले गर्नु गर्यो नि बाँसुरीमा जादु भर्यो नि बाँसुरीमा जादु भर्यो नि बाँसुरीमा जादु यो धरतीमा पुण्यको धारा यो चोला पायो कृष्ण नाम जपौन पुण्यको फल यो चोला पायो कृष्ण नाम जपौन कृष्णको भजन आइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्णको भजन आइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला मेरा चाँदै भजन गर नभुलो मायामा मेरा चाँदै भजन गर नभुलो मायामा कृष्णको नाम जपेर बसौँ शीतल छायामा कृष्णको नाम जपेर बसौँ शीतल छायामा कृष्णको भजन गाइरहनु होला विष्णु पद सरोज चासी ईश शीर्ष पर विवासी विष्णु पद सरोज चासी ईश शीर्ष पर विवासी त्रिपथ दासी पुण्य राशि पाठ चारिका त्रिपथ दासी पुण्य राशि पाठ चारिका जय जय भगीरथ नंदिनी मुनि जय चतुर चंडी नरनाथ विबुध बंदिनी जय दहनु बालिका जय जय भगीरथ नंदिनी मुनि जय चतुर चंडी नरनाथ विबुध बंदिनी जय दहनु बालिका विमल विपुल बहसि बारि शीतल त्रय तापहार विमल विपुल बहसि बारि शीतल त्रय तापहार भवर बर विभंग कर तरंग मालिका भवर बर विभंग कर तरंग मालिका जय जय भगीरथ नंदिनी मुनि जय चकोर चंदी नरनाथ विभुत बंदिनी जय जहनु बालिका जय जय भगीरथ नंदिनी मुनि जय चकोर चंडी नरनाथ विभुत बंदिनी जय जहनु बालिका
पुरजनो भुजो पहाड़ शोभित शशि धवलधार पुरजनो भुजो पहाड़ शोभित शशि धवलधार अंजन भवभार भक्ति कल्पतारिका अंजन भवभार भक्ति कल्पतारिका जय जय भगीरथ नंदिनी मुनि जय चकोर चंडी नरनाथ विभुत बंदी जय जमन बालिका जय जय भगीरथ नंदिनी मुनि जय चकोर चंडी नरनाथ विभुत बंदी जय जमन बालिका तुलसी तब तीर तीर सुमिरत रघुवंश वीर तुलसी तब तीर तीर तुलसी तब तुलसी तब तीर तीर तुलसी तब तीर तीर तुलसी तब तीर तीर सुमिरत रघुवंश वीर विचरत मति देहि मोह सतारिका हर मंत्र पुष्पांजलि। ओम विघ्नेश्वराय वरदाय सुरप्रियाय लंबोदराय सकलाय जगद्धिताय नागाननाय श्रुतियज्ञ विभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते देय सदा समृद्धिमंडल मध्यवर्तिर नारायणा सरसिजासन सन्निविष्ट केयूरवान् मकरकुण्डलवान् किरीटी हरि हिरण्मय वरधृत शंख चक्र देवी प्रपन्नार्ति हरि प्रसीद प्रसीद मातर जगतोऽखिलस्य प्रसीद विश्वेश्वरि पाहि विश्वं त्वमेश्वरी देवी चराचरस्य शान्ताकारं शिखरिशयनं नीलकण्ठं सुरेशं विश्वाधारं स्फटिकसदृशं कसरी स्वस्थ बनाउन सक्छन् यो त कुरा अलिकति बुझिएन नि दाजु भनेर जब सोध्नुभयो तब यहाँ तीनवटा उदाहरण दिएर सम्झाउनु भयो व्यवहारिक उदाहरण दिएर सम्झाउनु भयो। हेर भाइ नारद कहिलेकाहीँ नि घिउमा रोटी पकाउँदै गर्छौँ हो त्यो घिउ केबाट निक्लिन्छ भन्दाखेरि दुधलाई जब जोडन तताइन्छ जोडन लाइन्छ दही हुन्छ अनि ठेक्कीमा लगेर जब मदानीमा होइन मन्थन गर्छौँ त्यहाँबाट नौनी निक्लिन्छ त्यो नौनी खारेपछि घिउ हुन्छ हो। अब त्यो घिउले गर्ने कर्म दुधले गर्न सक्दैन किन घिउमा त रोटी मजाले पाक्छ तर अब घिउ सक्यो हो त्यही दुधबाट निक्लेको घिउ हो भनेर दुध हालेर रोटी पकाउँदा पाक्छ पाक्दैन। त्यसैले नै नारद हुनु त पेटबाट निक्लेकै भागवत हो तर नि हो जस्तो आँपको रुखमा जति फल राम्रो फलेको हुन्छ हो त्यो आँपको रुखमा फलेको फल कति स्वादिलो हुन्छ अनि खाने व्यक्तिले हो फलमा यस्तो मिठो छ त्यसको वृक्ष कस्तो हो भनेर वृक्ष टोक्न गयो भने त्यो स्वाद पाइँदैन नि। अर्को उदाहरण दिनुभयो हो उखुभित्र गुलियो छ चिनी छ तर त्यही उखुलाई जब फ्याक्ट्रीमा लगेर विभिन्न केमिकलद्वारा चिनीको रूपमा परिणत गरिन्छ ओ चिनीले गर्ने काम कस्तो रहेछ भनेर आज नारदजीले वर्णन गराउनु भयो। बोले कृष्णचन्द्र भगवानको हरि शरणं प्रभु हरि शरणं प्रभु हरि शरणं प्रभु हरि शरणं राम शरणं प्रभु राम शरणं प्रभु राम शरणं प्रभु राम शरणं प्रभु राम शरणं हरि शरणं प्रभु हरि शरणं प्रभु हरि शरणं प्रभु हरि शरणं प्रभु हरि शरणं श्याम शरणं प्रभु श्याम शरणं प्रभु श्याम शरणं
शरणं प्रभु श्याम शरणं प्रभु श्याम शरणं हरि शरणं प्रभु 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 हरि शरणं जय जय हनुमान जी समुद्र पारी को लगा बुढ़िया 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 पवन पुत्र हनुमान को जय हो बजरंग बली हनुमान को जय हो एउटा कुर्सी ल्याएर राखिदिनु ज्योति सूर्यः स्वाहा अग्निवर्चो ज्योतिवर्चः स्वाहा सूर्यो वर्चो ज्योतिवर्चः स्वाहा ओम रत्नेश्वरी ज्वालमालिन्यै नमः दीपनारायणाय नमः बत्ती सल्केको छैन मन्त्र मात्रै सकियो है यहाँ इदगं हविः प्रजाननं मे अष्टदशधीरगुं सर्वगणगुं षष्ठये आत्मशनि प्रजाशनि लोकशन्यभयशनिं प्रजां बाहुलां मे तन्नो त्वयोत्तन्नोरेतो अस्मात् सुदत्तः ल आरती उठाएर घुमाउनु शङ्ख बजाऊ डमरू बजाऊ ओम जय जगदीश हरे प्रभु जय जगदीश हरे प्रभु का चरण उपासक हरि का चरण उपासक कति कति पार करे ओम जय जगदीश हरे मन को ध्यान मनोहर प्रेम रूपवाटी प्रभु प्रेम रूपवाटी भाव कपूर चमंगल भाव कपूर चमंगल आरती सब भाती ओम जय जगदीश हरे नित्य निरंजन निर्मल कारण विनाशी प्रभु कारण विनाशी शरणागत प्रतिपालक शरणागत प्रतिपालक चिन्मय सुखराशि ओम जय जगदीश हरे सृष्टिदायकारिता त्रिभुवन का स्वामी प्रभु त्रिभुवन का स्वामी भक्ति सुधा बरसाओ प्रेम सुधा बरसाओ शरण करो हरि ओम जय जगदीश हरे आसुर भाव निवारक कारक सुखदाता प्रभु तारक सुखदाता गुणानुरूपति हो गुणानुरूपति हो हरिहर दाता ओम जय जगदीश हरे युग युग पालन गर्जो अगणित रूप धरि प्रभु अगणित रूप धरि लीला माया रस विग्रह लीला माया रस विग्रह करुणा मूर्ति हरि ओम जय जगदीश हरे
समता शांति प्रदायक सज्जन हितकारी प्रभु सज्जन हितकारी चरण शरण बपाऊं अभय शरण बपाऊं प्रभु भय भवारी ओम जय जगदीश हरे भाव मनोहर देव साधक फलदायी प्रभु साधक फलदायी जीवन धन्य बनो प्रभु जीवन सफल बनो प्रभु पद सेवा पाई ओम जय जगदीश हरे संयम सुर सरिता को अविरल धार बहो प्रभु अविरल धार बहो जाति जाति जन्म भये पानी जहाँ जहाँ जन्म भये पानी प्रभु माँ प्रेम रहो ओम जय जगदीश हरे प्रेम सहित शुभ आरती जसले नित्य गाये प्रभु जसले नित्य गाये दिन दिन निर्मल बांधै प्रतिदिन पावन बांधै की भव सिंधु तारे ओम जय जगदीश हरे ओम जय जगदीश हरे प्रभु जय जगन्नाथ हरे प्रभु का चरण उपासक हरि का चरण उपासक कति कति पार करे ओम जय जगदीश हरे काल हरो हर कष्ट हरो हर दुख दारिद्र्य सवारणम प्रभु दुख दारिद्र्य सवारणम नमामि शंकर भजामि भोले नमामि शंकर भजामि भोले हर हर शंकर शिव शरणम जय जय हर हर शंकर प्रभु शरणम कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि त्वमेव माता च पिता त्वमेव बन्धुश्च सखा नमामि विघ्नेश्वर पाद पंकजं ब्रह्मा मुरारी श्रीपुरान्तकारी भानु शशि भूमि सुतो बुधश्च गुरुश्च शुक्र शनि राहु केतव कुर्वन्तु सर्वे मम सुप्रभातम् सूर्य सौरमथिन्दुरीन्द्र पदवीं सद्मङ्गलमङ्गलं सद्बुद्धि सबुधो बुधश्च गुरुतं शुक्रं सुखं संसनि राहुर्बाहुर्बलं करोतु सततं केतुं कुलस्योन्नति नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वे नकुला ग्रहा देवी प्रपन्नार्ति हरे प्रसीद प्रसिद्ध मातर जगतोऽखिलस्य प्रसीद विश्वेश्वरि पाहि विश्वं तमेश्वरी देवी चराचरस्य वंशी विभूषितकरा नवनीरधव पीताम्बरधरुणबिम्बफलाधरुष्टात् पूर्णेन्दु सुन्दरमुखादरविन्दनेत्रात् कृष्णात् परं किमपि तत्त्वमहं न जाने मुखं करोति वाचालं पङ्गुं लङ्घयति गिरिं
यत्कृपातमहं वन्दे परमानन्दमाधवं नारायणं नमस्कृत्यं नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासां ततो जयमुदीरयेत् आदौ रामतपोवनादिगमनं हत्वा मृगं काञ्चनं वैदेही हरणं जटायुमरणं सुग्रीवसम्भाषणं बालिनीदलनं समुद्रतरणं लङ्कापुरीदाहनं पश्चात् रावणकुम्भकर्णहननम् एतद्विरामायणं रामाय रामभद्राय रामचन्द्राय वेदसे रघुनाथाय नाथाय सीताय पतये नमः मनोजवं मारुततुल्यवेगं जितेन्द्रियं बुद्धिमतां वरिष्ठं वातात्मजं वानरयोतमुख्यं श्रीरामदूतं शरणं प्रपद्ये वन्दे देवोमापतिं सुरगुरुं वन्दे जगत्कारणं वन्दे पन्नगभूषणं मृगधरं वन्दे पशूनां पतिं वन्दे सूर्यशशाङ्कवह्निनयनं वन्दे मुकुन्दप्रियं वन्दे भक्तजनाश्रयं च वरदं वन्दे शिवं शङ्करं सेवन्तिकावकुलचम्पकपाटलब्धे पुन्नागजातिकरवीररसालपुष्पै बिल्वाप्रभालतुलसीदलमञ्जरीभिः तं पूजयामि जगदीश्वर मे प्रसिद्ध गुरुर्ब्रह्म गुरुर्विष्णु गुरुर्देव महेश्वर गुरुर्साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः अखण्डमण्डलाकारं व्याप्तं येन चराचरं तत्पदं दर्शितं येन तस्मै श्री गुरवे नमः ध्यानमूलं गुरुर्मूर्ति पूजामूलं गुरुर्पदं मन्त्रमूलं गुरुर्वाक्यं मोक्षमूलं गुरुर्कृपा आनन्दमानन्दकरं प्रसन्नं ज्ञानस्वरूपं निजभावयुक्तं योगीन्द्रमीड्यं भवरोगवैद्यं श्रीमद्गुरुनित्यमहं स्मरामि इमानि पुष्पाणि मनोहराणि सुरासुराणामपि दुर्लभानि कल्मद्रुजानि द्रुमजानि तानि पुष्पाञ्जलिर्मे तु सुखाय नित्यं कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् करोमि यद्य सकलं परस्मै नारायणायेति समर्पयेत् श्रीकृष्णार्पणमस्तु मंत्रपुष्पांजलिं समर्पयामि। रिद्धि सिद्धि ले सहित भयका विघ्नहर्ता गणेश जी को, सांब सदा शिव भगवान को, महाकाली महालक्ष्मी माँ सरस्वती देवी को, पुरुषोत्तम भगवान को, व्यासी महाराज को, राज को, आनंद को, आकाशमा रहेका 33 कोटी देवताहरूको, पातालमा रहेका वासुकी नागराजहरूको, तीर्थादि देवताहरूको, रामादि देवताहरूको, घामादि देवताहरूको, कौलिन्य गोत्रमा दिवंगत हुनुभएका ज्ञात ज्ञात पितृहरूको उद्धार हो। भक्त र भगवानको आजको आनन्दको ओम हर हर महादेव शम्भो। जय जय श्री राधे श्यावर रामचंद्र भगवान को ओम हर 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 महादेव शम्भो। फूल चढाइदिनु होला आरती। सुना हजुर अहिले मनको उघारिएर सुना हजुर लक्ष्मी सुना हजुर लक्ष्मी साथी यसै गाउँका बाबा आमा पिपल जस्तै अर्को सघाउका हिराको छानो यसै गाउँमा लक्ष्मी जीको पासैमा पासैमा
आहै औलाद माने आहै आशिक दिन आहै यति नै जाने आहै यति नै जाने आहै यति नै जाने आहै आशिक दिन आहै यति नै जाने आहै यति नै हामी नन्दोत्सवतिर अब एउटा चमत्कार भनेको नि कहिले काहीँ यता कदा हुन्छ। वनभोज गर्नका लागि वनको मनोरञ्जन लिनका लागि बाहिर निक्लिनु भएछ। अब त्यो सुकन्या भनिन्छ नि समय एउटा त्यस्तै आएर मान्छे फुर्सद देख्यो भने हाँस्न चाहिँ के गर्ने समय आउँछ अरे। सुकन्या आफ्ना सम्पूर्ण मित्रहरूसँग सखीहरूसँग यसो घुम्दै हुँदो रहेछ हो। पर एउटा धमिराले ढिस्को बनाएको देख्नुभयो, जहाँबाट दिव्य तेज आएको देख्नुभयो, तिरबाट तेज आएको देख्नुभयो। भनिन्छ देवी भागवतमा कि देवी म साधक हुँ, मेरो छेउमा नआऊ भन्नुभएको छ त्यतिखेर च्यवन मुनिले। तर यहाँ त्यो भनिएको छैन। त्यो ज्योति किन आउँदैछ भनेर एउटा तीरको सिंहले घोषणा भएछ, जहाँबाट रगत आयो। जब रगत आयो भित्रबाट जति राजाका परिवार थिए सबै थोक बन्द भयो। आज राजा सबै थोक बन्द भयो। च्यवनले जब के भयो कसो भयो भनेर सबैतिर खोजतलास गरे। काम आज अन्य सुकन्याले बिगारेका रहेछन्। च्यवनलाई रिसाए भने बिना झन्की बेहुला बनेर रुकडेजी कुण्डिनपुरमा कृष्ण आए द्वारिकाबाट बिना झन्की बेहुला बनेर। कम्मर भाँचे लागेर रथका घोडा कति राम्रा सुहाका घोडा पायो बेग्री जानु हो हजुरा। सुहाका घोडा पायो बेग्री आहा आहा रुक्मिणी कृष्ण भगवान को भगवानलाई पनि प्रसन्न गर्न पाइन्छ अरे। भगवानलाई प्रसन्न गर्नुपर्छ जप तप गरेर। ए हो र? हो नि, त्यो चाहिँ कसरी छ? अब जप तप गर्न पनि सिकाउनु पर्छ र। पढ्नु नि गुरु, आज त पाहाडबाट आएको केही थाहा छैन भन्नु न। भगवान शिवजीको तपस्या गर। ए हो नि, खुसी हुन्छ। सबैभन्दा छिटो प्रसन्न हो नि शिवजी नै हो नि। आशुतोष। अनि के चाहिन्छ त्यसको लागि? चन्दन, अक्षता, फुल, धूपबाती इत्यादिले पूजा गर्नुपर्छ। हो ल ठिक छ। हो कि होइन आमा? भन्नु त। घोप्टी नहाँसु तपाईँ त घोप्टी होइन, यहाँ त फेरि साखा छ त। ल अचम्म ल म आमा शिव डर लाग्यो। राम राम राम। अब म शिवको पूजा गर्छु। गुरुले भन्नुभएको कहाँ गयो? ओ यहाँ रहेछ। अब शिवजीको पूजा गरिन्छ। ल नानी छोडै छोड। अब पूजा गरिन्छ। शिवजीको पूजा गरिन्छ। के को भन्नुहुँदैछ गुरुले? पहिले
बिर्सिँदैन हौ। छोड्नु छोड्नु। सुत्रै बिर्छ तिमी पूजा त गर्ने भन्यो अगाडि बढ्छ के भनेर पो पूजा गर्ने हो यहाँ अगाडि बढ्छ नाम पो के भन्नु हुँदै थियो शिव शिवजी शिवजी अनि शिवजीलाई पूजा चाहिँ कसरी गर्छ गुरु कता जानुभयो नि सुरु सुरु हजुर गुरुदेव हजुर पूजा त गर भन्नुभयो कि अनि के गरेर पो गर्ने के पूजा चाहिँ अघि सिकाएको होइन चन्दन अक्षता पुष्प आदिले पूजा गर्नु तपस्या गर्नु त्यो त सबैले आयो कि गुरु अरू चाहिँ अब त्यतिले हुन्छ 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 मन्त्र सन्त्र त्यो के भन्छ तन्त्र मन्त्र अन्त्र खै के त्यो चाहिँ भन्नु पर्यो ओम नमः शिवाय ओम नमः शिवाय ल अब पूजा गर्ने हो अब पूजा गर्ने हो ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय आउँदैन नि त भगवान् बाटै बिर्छ कि क्या हो यसरी भएन यसरी भएन अब अर्को तरिकाले हुन्छ ओम नमः शिवाय ओम नमः शिवाय खोइ अहिले पनि छैन होइन यसरी पनि खुसी भएन कसरी खुसी पार्ने होला त यसरी बल्ल जाने जय हो ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय अझै आएन कता गयो शिवले त साँच्चीको बाटै बिर्छ कि क्या हो कुन तरिकाले गएर एक खुट्टाले उठ्यो भने शिव खुसी हुन्छ अब त्यसरी गर्नु पर्छ किरा खुसी भएर आइतो आउँछन् कि ल ओम नमः शिवाय एक खुट्टाले त लडिँदै पो रहेछ कसरी गर्ने होला त फेरि एकचोटि ट्राई गर्छु ओम नमः शिवाय बाबा मरेली बाबा खुसी वाटी आया शिवजीलाई खुसी पार्दा दाइले वाटी खुसी हो आया के गर्ने त के गर्ने आया नि बाबा तिम्रो तपस्याले म खुसी भएँ राजा के भन्नुभएको को बोलो को बोलो तपाईँ बोले आऊ होइन यो दिनाखे बोले आऊ कि यो पनि होइन को बोलो अब होइन सपना हो कि प्रभु एकचोटि मलाई कुटिसु त सपना हो कि बुझ्न प्रभु भगवान प्रभु मागा वत्स के चाहियो तिमीलाई के वरदान चाहन्छौ किन तिमीले यति कठोर तपस्या गरिरहेको छौ मेरो निम्ति भन प्रभु मेरो त घर पनि खेत पनि बारी पनि सबै बारी नारी साडी सबै पहिरोले लग्यो प्रभु 7 दिन भयो केही खान पाएको छैन यसो हजुरलाई हजुरको तपस्या गर भने त शिव खुसी हुन्छन् जे मागो त्यही दिन्छन् भन्नुहुन्थ्यो लुना प्रभु मलाई पनि केही दिनु पर्यो प्रभु हजुरले दिनु माग के चाहिन्छ भन म त्यही दिन्छु अब प्रभु भयो घरको अब भनी गयो त नारी साडी सबै पहिरोले लाग्यो अब मलाई घर दिनु न प्रभु यत्रै बिल्डिङ भयो नि हुन्छ तथास्तु तिम्रो शीघ्र नै 2 तले गराउनेछु हुन्छ त्यसो भए त अब शिवको पूजा गरिन्छ अब पूजा गरिन्छ प्रभु म हजुरको पूजा गर्छु हजुर पछि छु त प्रभु अब म पूजा गर्छु है त शिवको ल अब शिवजीको पूजा गर्नु पहिले कसरी पो गर्नु पूजा त गर्नु कसरी गर्नु यसरी यो फुल प्रभु भर्खर उहाँ पहाडबाटै झारेको है फुल भर्खर टाकुरेबाट ल्याएको प्रभु यो फुल चाहिँ ओम नमः शिवाय
ओम नमः शिवाय यही हो नि प्रभु मन्त्र यही हो पूजा राम्रो छ नि अब त्यसपछि के अब त्यसपछि के चढाउँछ अबि प्रभु अबि चढाउँछु ल प्रभु नमः शिवाय ओम नमः शिवाय नमः शिवाय ओम नमः शिवाय अब केसरी बाँकी छ ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय भयो प्रभु बल्ल मेरो प्रभु राम्रो देखिनु हो त्यही ओम नमः शिवाय अब अघि सकेपछि के अब जाति प्रभु के पो भनेर गर्ने होला होइन ठिक छ केही नगर्ने शिवजी जय हो शिवजीको जय हो जय हो शिवजी जय हो शिवजी अब शिवजी अलिकति यसो गर्नु यता अब अगरबत्ती ए होइन शिवजीलाई त फल पनि पो खुवाउनुपर्छ है अब फल अब बोक्रासँग त कता खुवाउनु तासेरै खुवाउनु पर्ला खुसी हुन्छन् अरे नि त फलफुल अब फलफुल खायो भने पुरा खुसी हुन्छन् अरे अब म फलफुल खुवाउँछु ल कहाँ गरिसक्यो त हजुर त्यो फुल खाइसक्यो फल चाहिँ म प्रभुलाई फल फुल बाटो फल फुल अब स्याउ पनि पो साँच्ची भगवान्लाई त है ल प्रभु स्याउ चाहिँ खाइसक्यो ल ल मिठो रहेछ झन्डै भगवान्लाई खायो अब फलफुल पनि चढाइयो अब कोला त बाँकी नै छ यहाँ कोला बाँकी छ प्रभु यो प्रभु गरेपछि यो फुल खेर खानु हुँदैन ल यहाँभन्दा धेर चाहिँ खानु हुँदैन फल पनि खाइयो अब धुप बाँकी छ अब धुप नैवेद्य अरे अब गुरुहरूले त्यही भन्नुहुन्छ अब धुप त परिहाल्नु फेरि शिवजी रिसाउनु भयो भने गाह्रो पो हुन्छ होइन प्रभु जाडो भएर काम्नु भएको कि रिसाले काम्नु भएको थरथरी लाग्यो क्या प्रभु अब प्रभुलाई अब होइन जाडैले काम्नु भएको प्रभु नकाम्नु ल प्रभुलाई अब यसलाई होइन कता पो गाड्नु होला क्या प्रभु कता पो गाड्नु होला ए चारवटा भनेको 3वटा परेछ 4वटा त पो हाल्नुपर्छ है
के भन्नु नयाँ मान्छे पाहाडबाट भर्खर आएको बिर्सेपछि एकछिन है प्रभु अघि 3टाले गरेछ फेरि स्टार्ट ल अब यसलाई कहाँ गाडी गाउँकोमा गाडीहरू ए झन्डै प्रभु कता यता यता पनि यता यहाँ पनि यहाँ होला प्रभु है ए होइन ए कहाँ पो गाडी ए यहाँ गाडी जय हो जय हो अब यो 2टा चाहिँ प्रभु यता ल रिक्सा नहल्दिनु न नहल्दिनु अब के रह्यो ए अब त आरती प्रभुको आरती प्रभु यो चाहिँ यहाँ झर्छ होला कि यसलाई पनि यहाँ है यसलाई चाहिँ यता बारेर ल प्रभु खानु होला नि फेरि विषपान त गर्नु भएको छ अग्निपान चाहिँ नगर्नु गाह्रो हुन्छ अब आरती ए साँच्ची माला त बाँकी नै हुन्छ त प्रभुलाई त बिर्सिरहेको यो पनि बल्ल बल्ल के गर्नु घरमा कोही छैन एक्लै बनाएर ल्याएर खोइ प्रभु अलिकति गाह्रो भयो जस्तो छ एकछिन ल अब माला प्रभुलाई के गर्नु माला लगाइदिनु पर्यो नि बल्ल बल्ल ल्याएको माला ल अब आरती भगवानको आरती गाह्रो हुन्छ नि गुरु गाह्रो भइसक्यो समाजीलाई अब आरती जय शिव शंकर शंभु जय शिव यो त भएन है कसरी ओम जय जगदीश हरे प्रभु जय जगदीश हरे प्रभुको जटामा कति धेरै जुम्रा परे ओम जय जगदीश हरे अब यसलाई कहाँ राख्नु होला क्या यहाँ पनि यहाँ पनि ल अब बाँकी रह्यो के अब प्रभुलाई स्नान मैले सुनेको शिवजीलाई त जलधारा गर भने त खुसी हुन्छन् रे अब शिवजीलाई जलधारा गर्ने हो अब जलधारा अब जलधारा आफ्नो नानीहरूलाई अब जलधारा के गर्दैछ राजा शिवजी भाग्न लाग्नु हे प्रभु पर्खिनुहोस् न पर्खिनुहोस् कहाँ भाग्नु भएको प्रभु एकैछिन प्रभु एकैछिन हे प्रभु पर्खिनुहोस् न ए मूर्ख मेरो अपमान गरिस् आज अपमान गरिस् कस्तोलाई म छोड्ने छैन आज म छिटो खुसी हुने मात्रै म छिटै रिसाउँछु पनि आज तँलाई म लुमारी छोड्दिनँ माता जाकी पार्वती पिता महादेव माता जाकी पार्वती पिता महादेव। अब हामी गङ्गा मैयाको पनि आरती गर्दैछौँ। भगीरथी गङ्गा मैया
जय जय भगीरथ नंदिनी मुनि जय चकोर चंदिनी नरनाथ विबुध बंदिनी जय जाहनु बालिका जय जय भगीरथ नंदिनी मुनि जय चकोर चंदिनी नरनाथ विबुध बंदिनी जय जाहनु बालिका जय जय भगीरथ नंदिनी मुनि जय चकोर चंदिनी नरनाथ विबुध बंदिनी जय जाहनु बालिका विष्णु पद सरोज जासी ईश शीस पर विभास विष्णु पद सरोज जासी ईश शीस पर विभास विपत राशि पुण्य राशि पाप चालिका विपत राशि पुण्य राशि पाप चालिका जय जय भगीरथ नंदिनी मुनि जय चकोर चंदिनी नरनाथ विबुध बंदिनी जय जाहनु बालिका जय जय भगीरथ नंदिनी मुनि जय चकोर चंदिनी नरनाथ विबुध बंदिनी जय जाहनु बालिका चंदिनी नरनाथ विबुध बंदिनी जय जाहनु बालिका पुरुजनो पूजो पहाड़ शोभित शशि धवलता पुरुजनो पूजो पहाड़ शोभित शशि धवलता भंजन धर भाव भक्ति कल्प कालिका भंजन भव भार भक्ति कल्प कालिका जय जय भगीरथ नंदिनी मुनि जय चकोर चंदिनी नरनाथ विबुध बंदिनी जय जाहनु बालिका जय जय भगीरथ नंदिनी मुनि जय चकोर चंदिनी नरनाथ विबुध बंदिनी जय जाहनु बालिका निज तट बासी विहंग जल थल चर पशुपतन निज तट बासी विहंग जल थल चर पशुपतन कीट जटिल तापस सब सरिस बालिका कीट जटिल तापस सब सरिस बालिका जय जय भगीरथ नंदिनी मुनि जय चकोर चंदिनी नरनाथ विबुध बंदिनी जय जाहनु के भन्दिनु सबै छोरा नाति सबै यहाँ लेउपाने परिवारको जति पनि छोरा नाति यहाँ जति पनि हुनुहुन्छ सबैजना यहाँ अगाडि आइदिनु त मण्डप अगाडि आइदिनुहोस् त सबैजना हाम्रो हेलो हाम्रो यहाँ कर्ता बुवाको 6 भाइ छोरामा 6 भाइ छोराका सबै आउनु पर्यो यहाँ जेठा माइला कान्छा साइला सबै लु आउनु त अनि तपाईँ त हुनुहुन्छ नि अरू पनि बोलाएको नि अरू कोही हुनुहुन्न कि ल आउनु त सबै जेठा छोरा जेठी बुहारी माइला छोरा लु सबै साइला काइला सबै आउँछ सबैजना आउँदा आज पनि टिका लागेन र आज पनि आफ्नो परिवारसँग लागेन भने चाहिँ हजुरहरूले यत्रो ठुलो गरेको यो फल पाउनुहुन्न है हजुरहरूले जो यहाँ हुनुहुन्छ उहाँहरूले त पाउनुहुन्छ तर जो यहाँ हुनुहुन्न उहाँहरू आज पनि आएर आफ्नो बुवाको हातबाट टिका लाउनु भएन भने चाहिँ हजुरहरूले पुण्य पाउनुहुन्न है यत्रो दुःख गरेर यत्रो 10 दिनसम्म आजसम्म त 9 दिन भइसक्यो यत्रो दुःख गर्नुभएको छ आज आइदिनु सबैजना ल यति भनेपछि त हरनमा पनि सुन्यो सबै गाउँले नै सुन्यो
यत्रो भन्दा नि आउनु भएन भने चाहिँ म केही भन्दिनँ होइन दादा ल नेउपाने परिवारका सबैजना है यहाँ यता छोरी बुहारीदेखि लिएर सबैजना हुनुहुन्छ आदरणीय यता हाम्रो भाउजूहरू है सबैजना है हेर्नु है जय हो राधे हाम्रो बटुक भाइ यता चाहिँ ल यहाँ सबैजना यता है सबैजना हुनुहुन्छ यता चाहिँ हाम्रो नेउपाने परिवारको कान्छी बुहारी यता हाम्रो आदरणीय दाई आशिष दाई मलाई घुमाइ भिडियो गर भन्नुभएको छ म त घुमाइ भिडियो गरिदिने हो नि हजुर फोटो ल त्यसमा फोटो हेर्नु त मेरो टोपी हिमाली भिर जस्तो मेरो टोपी कैलाशको शिर जस्तो हिमाली भिर जस्तो कहिले पनि झुक्न नमान्ने कहिले पनि लुक्न नजान्ने मेरो टोपी नेपाली वीर जस्तो नेपाली वीर जस्तो मेरो टोपी कैलाशको शिर जस्तो मेरो टोपी हिमाली वीर जस्तो कैलाशको शिर जस्तो हिमाली वीर जस्तो कहिले पनि झुक्न नजान्ने कहिले पनि लुक्न नमान्ने मेरो टोपी नेपाली वीर जस्तो नेपाली वीर जस्तो यो मेरो टोपी हो यो त मैले माल जानेको मेरो टोपी भित्र मेरो बहिनीको मायाको बासो मेरो टोपी भित्र मेरो बहिनीको मायाको बासो अहिलेसम्म भोगेको मैले मेरो घाममा छायाको बासा अहिलेसम्म भोगेको मैले मेरो घाममा छायाको बासा मेरो टोपी मेरो टोपी मैलो होइन माटोको टिको लागेको मेरो टोपी मैलो होइन माटोको टिको लागेको मेरो पसिना पुस्ता पुस्ता यसलाई केही दिक लागेको यो मेरो टोपी हो मेरो टोपी लाउरेको शिरमाथि मेरो टोपी लाउरेको शिरमाथि लाउरेको शिरमाथि लाउरेको शिरमाथि ठुलो सानो जान्दैन यो भेदभाव मान्दैन यो मेरो टोपी सुहाइदिन्छ सबै सबै नेपाली शिरमाथि यो मेरो टोपी हो यो आनन्दको पल भोलि फेरि आउँछ धावा धावा अखडा भित्र मेरे टोपी लड्दै थियो धावा धावा अखडा भित्र मेरे टोपी लड्दै थियो सगरमाथा उँभो पनि मेरे टोपी चढ्दै थियो सगरमाथा उँभो पनि
मेरे टोपी छँदै थियो मेरो टोपी मेरो टोपी खोज्दै गए सागरदेखि सागरसम्म मेरो टोपी खोज्दै गए सागरदेखि सागरसम्म जहाँ पनि जहिले पनि यो त अघि बढ्दै थियो यो मेरो टोपी हो मेरो टोपी आमाको साथी जस्तो मेरो टोपी हितैको साथी जस्तो हितैको साथी जस्तो आमाको साथी जस्तो दुःख सुखमा काम लाग्ने नेपालीको काम लाग्ने मेरो टोपी आफ्नो सन्तान चिनाउने जन्मेको साथी जस्तो यो मेरो टोपी हो मेरो टोपी कैलाशको शिर जस्तो मेरो टोपी हिमाली भिर जस्तो कैलाशको शिर जस्तो हिमाली भिर जस्तो कहिले पनि झुक्न नजान्ने कहिले पनि झुक्न नमान्ने मेरो टोपी नेपाली वीर जस्तो नेपाली वीर जस्तो यो मेरो टोपी हो भर्दै आदि सँग लड्दै खोला नदी सागर पर्दै दुःख पीडा बिर्सदैमा आए परदेशबाट फर्की आए आफ्नै गाउँ फर्की आए कलर बैशाख जिना जाए साह्रै गल्लो मद्रियामा के छ खबर नाच छैन ए केटाकेटी विदेशदेखि आउँछन् भनेर आश गरेर बसेर ल अनि टुप्पी दाजु के छ खबर राम्रै छ नि अगाडि ठिक छ नि ओके ल ठिक छ रमाइलो छ होइन कसले फोन गरेर फेरि विदेशदेखि आएको भन्ने बित्तिकै हेलो हेलो के छ साथी खबर हो यो पाडो हेलो भन्ने क्या माइकल चिनेनौ साइकल को साइकल हौ माइकल हो साथी माइकल क्या तिम्रो पुरानो पार्टनर काठमाडौँमा क्या अब त पुरानो त बिर्सिरहेको नि त सुन न साथी के एउटा नयाँ प्रोजेक्ट आएको छ क्या पैसँगले ए तिमी माइकल ए म गर्दिनँ मेरो 5 लाख रुपियाँ पैसा पनि दिएन तिमीले साथी योपालि दुई खोका मलाई त्यस्तो ज्यापो गरेर चिप्लेर अब नबोल न यार काम फेरि साथी सजिलो के काम यो ठिङ्ग गणेश मन्दिरको मूर्ति क्या सुनको मूर्ति झ्याप राति उठाउने क्या साथी पैसा चाहिँ कति हुन्छ अरे 2 खोका क्या 2 खोका मलाई चाहिँ कति हुन्छ तिमीलाई 50% 50 गरौँला न एक खोका क्या साथी 1 करोड भनेको 1 करोड त हो नि त साथ ढल्ला हो ढल्ला उठा तिमी ढलिसके झन्डै म ए ल म त्यसो गएको ल डन है त हे भगवान् तिमीलाई नि बेचेर तिमीसितै कसैले नभेटोस् है मलाई नदेकोस् भन्दैछु के हेरेको प्रभु तिमी यहाँ बस्ने होइन के तिमी त उहाँ ब्याङ्कमा जाने हो यता सबै काम हुन्छ यो बेचेपछि त
छोरी मेरो छोरी मेरो छोरी के खाना पाएर तिमीले के आमा 5 रुपियाँ दिनु मेरो छोरीलाई दुध र बिस्कुट किनेर खुवाउँछु आमा अन्त्येष्टि गर्दा गर्दै उम्रेको 5 रुपियाँ दिनु आमा मेरो छोरीलाई दुध र बिस्कुट किनेर खुवाउँछु आमा मेरो छोरी भोकै छिन् 10 दिनदेखि बुवा दिनु न 5 रुपियाँ दिनु बुवा दुध र बिस्कुट किनेर खुवाउँछु क्या मेरो छोरीलाई छोरी बुबु पनि खाना पाएन है आमा पनि सानो यसको मेरो छोरी म कसलाई माया गरौँ दाजु मेरो दाजु छोरीले केही खान नपाएको 2 महिना हुन लागिसक्यो दाजु अझै बाँचेकै छ होइन दाजु आधा गाँस खाएर बाँचेकी छ दाजु पैसा त छैन बाबु मसित दाजु दिनु न प्लिज पैसा छैन हौ पैसा छैन क्या मेरो छोरीलाई केही किनेर खुवाउँछु के दाजु त्यो बेलामा दाजु मेरो दाजु तेरो छोरीले खान्छे भनेर मैले कस्तो चाहिँ रहेछ हौ तेरो छोरीले खुवाउन भनेर मैले पैसा कमाएको होला ल्याङल्याङ गरेर आउँछ यार दाजु मेरो छोरी भोकै छ दाजु बिहे पनि हो नि दाजु के मैले चिने दाजु तपाईँलाई चिने कसैले चिनेको छैन तैँले कसरी चिनिस् तपाईँ त्यो हाम्रो गाउँको चेलीबेटीहरूलाई मुम्बईमा लगाएर बेच्ने मान्छे होइन दलाल होइन होइन तपाईँ अस्ति भर्खर जेलबाट पैसा दिएर छुट्नु भएको दाजु मलाई थाहा भइसक्यो मलाई तँलाई पैसा चाहिएको होइन तपाईँ हाम्रो मलाई पैसा चेलीबेटी चाहिएको बेच्ने मान्छे होइन दाजु मलाई पैसा चाहिएको लाख पैसा मलाई पैसा चाहिएको होइन दाजु के मलाई पैसा चाहिएको होइन के चाहिएको पुरै मलाई त्यो मूर्ति चाहियो दाजु त्यो हाम्रो मन्दिरको मूर्ति हो दाजु त्यो दिनुहोस् दाजु हुँदैन त्यो त तँ उता जा मलाई पैसा चाहिएन दाजु तँ उता जा त्यो पैसाले मूर्ति किन्न पाइँदैन पाइन्छ भगवान् जति मूर्ति किन पाइन्छ दाजु त्यो मूर्ति दिनुहोस् मलाई दाजु हुँदैन हुँदैन दिनुहोस् मलाई छोड दिनुहोस् त्यो मूर्ति दिनुहोस् मलाई दिनुहोस् दिदी बहिनीहरू दाजुभाइहरू ईमान बेचिदिन्छ मान्छे आफ्नै ज्यानलाई बेचिदिन्छ मान्छे ईमान बेचिदिन्छ मान्छे आफ्नै ज्यानलाई बेचिदिन्छ मान्छे खोजी मनलाई बेचिदिन्छ मान्छे भगवन्तलाई बेचिदिन्छ मान्छे भगवान्लाई बेचिदिन्छ मान्छे मायाले मुक्तो रहेछ
पैसाको मात्रै आफू मात्रै देख्दो रहेछ मान्छेको जातले नमायाले बुझ्दो रहेछ पैसाको मात्रै आफू मात्रै देख्दो रहेछ मान्छेको जातले आफू मात्रै देख्दो रहेछ यो मान्छेको जातले जहान बेचिदिन्छ मान्छे आफ्नै जहानलाई बेचिदिन्छ मान्छे जहान बेचिदिन्छ मान्छे आफ्नै जहानलाई बेचिदिन्छ मान्छे खोजी हिँड्दा भेटे भगवानलाई बेचिदिन्छ मान्छे भगवानलाई बेचिदिन्छ मान्छे भगवानलाई बेचिदिन्छ मान्छे छोरा छोरा कोही छैन साथमा मैले एक्लै बदलेर हेर्नु पर्छ हे प्रभु चाँडो चाँडो लैजाऊ मलाई चाँडो लैजाऊ मलाई माथि प्रभु चाँडो चाँडो लैजाऊ मैले यो वृद्धाश्रममा यसो खाना साना पनि भोजन सोजन पनि बत्याइदिनु छ बच्छ बा बच्छ एकछिन बस्नु न ग्यास्ट्रिक भएको मान्छे धेर नहिँड्नु गाह्रो हुन्छ हेर थरथर अनि बाको घर चाहिँ कहाँ अरे बा मेरो घर त्यही पर कहाँ पर पानबारी पर मन्दिर छ ए हाँस उठिरहेछ तर मनमा पनि दया लागिरहेछ खोक्दा खोक्दै केही हुने हो कि भन्ने डर पो भयो फोक्सैचोटि त निस्केको हो नि मेरो दाजु फोक्स निस्केर फेरि बस्छ फोक्सै निस्केको बिचरा हालेको नि रमाइलो पनि गर्नु अनि बा तपाईँ यहाँ सुन्नु न अब अरू केही नभन्नु भजन सुनाउनु त्यही त तपाईँको कहानी हामीलाई सुनाउनु ल सुनेर बाबु यस्तै छ यहाँको माइक के गर्नु त कहानी सुनाउनु भयो तपाईँको कहानी सुनाउनु होस् बाबु मेरो बिरालो गीत सुनाउनु सुनाउँछु भन्नु न एकचोटि कहानी सुनाउनु ल भनिदिनु न हामीले नै सुनाउनु पर्ने हो त ल हामीले सुनायौँ ल तपाईँ सुनाउनु भनेको हामीलाई के त तपाईँको कहानी तपाईँले पो सुनाउने हो त ल सुनाउनु मेरो कहानी जन्मे मेरा चार भाइ छोरा
जन्मे मेरी तिनकी छोरी बुढेसकालमा कोही छैन बाँचु कसरी अब बाँचु कसरी जन्मे मेरा 4 भाइ छोरा जन्मे मेरी तिनकी छोरी बुढेसकालमा कोही छैन बाँचु कसरी अब बाँचु कसरी छोरा पाइछु बुहारीलाई छोरी पाइछु ज्वाइँलाई म बुढोलाई दुःख पर्दा वास्तै छैन कोहीलाई छोरा पाइछु बुहारीलाई छोरी पाइछु ज्वाइँलाई म बुढोलाई दुःख पर्दा वास्तै छैन कोहीलाई अतीतका दिन सम्झी मुटु हुन्छ रम्मा छोरा छोरी आफ्ना रहेछन् साना हुँदासम्म हजुर साना हुँदासम्म जन्मे मेरा 4 भाइ छोरा जन्मे मेरी तिनकी छोरी बुढेसकालमा कोही छैन बाँचु कसरी अब बाँचु कसरी छोरोको छैठी गरे खसी ढाली ढाली कमाई खाने ते छोराको खानु पर्छ गाली ठुल छोरोको छैठी गरे खसी ढाली ढाली कमाई खाने ते छोराको खानु पर्छ गाली छोरी हुर्के बस्न थाले आफ्नै घर गरी पिरै पिरको भारी बोकी बुढी पनि मरी हजुर बुढी पनि मरी जन्मे मेरा 4 भाइ छोरा जन्मे मेरी तिनकी छोरी बुढेसकालमा कोही छैन बाँचु कसरी अब बाँचु कसरी शरीर रोगी मान्छे चिल्लो चाम्रो खान्न औषधिको कुरै छाडौँ तातो पानी पाइन्न बुढो शरीर रोगी मान्छे चिल्लो चाम्रो खान्न औषधिको कुरै छाडौँ तातो पानी पाइन्न लौरी किन्ने पैसो छैन म बुढोको घरमा कुकुर जस्तै मर्नु पर्ने रहेछ मेरो कर्म हजुर रहेछ मेरो कर्म जन्मे मेरा 4 भाइ छोरा जन्मे मेरी तिनकी छोरी बुढेसकालमा कोही छैन बाँचु कसरी अब बाँचु कसरी
बाँचु कसरी अब बाँचु कसरी बाँचु कसरी दैव बाँचु कसरी कहाँ हो ठिकै छ अनि के फलफुल खाने हो अघि चक्लेट पनि उता दिइहाले केटाकेटीलाई चक्लेट चबाउने होइन फलफुल खानु नि त अलिअलि उता दिनु त अब जानु बा जानु यस्तै हो संसार के गर्नु ज्वरो थियो त्यस कारणले भक्तजन हाँसे पनि मजा गरे पनि पुराणमा गयो भने यसो यसो नपाइन्छ भन्थे भगवान् पनि पूजन पाइन्छ अरे 3-4 भइसक्यो खान पाएको छैन जाने पर्यो आफ्नो घरबारी पुराणमा गयो भने यसो यसो नपाइन्छ भन्थे भगवान् पनि पूजन पाइन्छ अरे 3-4 भइसक्यो खान पाएको छैन जाने पर्यो बोले शिव शंकर भगवान को कालो कालो ज्यादा मुरली सर्प हेर्नु न कालो च्यात्र फुलाएर बनाउनुहुन्छ हो त हरिओम 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 होइन मान्छे सब होइन यो मूर्ति जस्तो बस्ने चाहिँ को हो हलिरा भने हलिँदैन त पहिला प्यास प्यास प्रभु
माथिबाट त साह्रो हाँस्नु हो त गोरु औ नहाँसौँ न त्यस्तो खै अनि माताजी आरामै अस्ति त उहाँ पर कोदो बेच्नु हुँदै थियो त आज त यहाँ आउनुहुन्छ त ए पुरानै हो अनि कोदो बेचिसक्नुभयो ए हो र त्यही कोदो बेचेर कुरा लाउनु भयो होला होइन ए ल ल अब कस्तरी हाँस्नु ल म अब एकछिन होइन यो टिभी हो कि के हो आँखा छ त दुई दुईवटा अब खै अब के हो यो राम राम ल हजुरलाई त कहाँ देखेँ जस्तो लाग्यो ए अस्ति धरानमा साँच्ची अदुवा अदुवा भन्नुहुँदै थियो है अदुवा होइन भोजपुरकै हो आमै त्यही गरेर यहाँ अदुवै किन्नु परेन भन्दै थिएँ हजुरले नै ल्याउनु भयो होला राम राम ल अब चाहिँ पूजा गर्नु पर्यो अनि प्रसाद खानु पर्यो अब होइन यसको त तिनवटा छ के हो आफू त पाहाडबाट आएको केही देखेको छैन कसैले दुईटा आँखा चारमा पारेर हेर्नुहुन्छ कसैले पाँचवटा होइन के भएको अनि अब होइन मान्छे सब होइन यो मूर्ति जस्तो बस्ने चाहिँ को हो हलिरा भने हलिँदैन त पहिला प्यास प्रभु होइन माथिबाट त साह्रो हाँस्नु हो त गोरु औ नहाँसौँ न त्यस्तो खै अनि माताजी आरामै अस्ति त उहाँ पर कोदो बेच्नु हुँदै थियो त आज त यहाँ आउनुहुन्छ त ए पुरानै हो अनि कोदो बेचिसक्नुभयो ए हो र त्यही कोदो बेचेर कुरा लाउनु भयो होला होइन ए ल ल अब कस्तरी हाँस्नु ल म अब एकछिन होइन यो टिभी हो कि के हो आँखा छ त दुई दुईवटा अब खै अब के हो यो राम राम
लो हजुरलाई त कहाँ देखि जस्तो लाग्यो ए अस्ति धरानमा साँच्ची अदुवा अदुवा भन्नुहुँदै थियो है अदुवा होइन भोजपुरकै आमै त्यही भएर यहाँ अदुवै किन्नु परेन भन्दै थिएँ हजुरले नै ल्याउनु भयो राम राम ल अब चाहिँ पूजा गर्नु पर्यो अनि प्रसाद खानु पर्यो होइन यसको त 3टा छ के हो आफू त पाहाडबाट आएको केही देखेको छैन कसैले 2टा आँखा चारमा पारेर हेर्नुहुन्छ कसैले 5वटा होइन के भएको अनि अब अनि यहाँ त भगवान्लाई त अनि प्रसन्न गर्न पाइन्छ अरे पाइन्छ भगवान्लाई प्रसन्न गर्नुपर्छ जप तप गरेर ए हो नि त्यो चाहिँ कसरी गर्नु अब जप तप गर्न पनि सिकाउनु पर्छ र पर्यो नि गुरु आफू त पाहाडबाट आएको केही थाहा छैन भन्नु न भगवान शिवजीको तपस्या गर ए हो नि खुसी हुन्छ सबैभन्दा छिटो हो नि शिवजी नै हुन् नि ए हो आशुतोष अनि के चाहिन्छ त्यसको लागि चन्दन अक्षता फुल धूपबाती इत्यादिले पूजा गर्नुपर्छ हो ल ठिक छ हो कि होइन आमा भन्नु त घोप्टी घोप्टीमा हाँसु तपाईँ त घोप्टी होइन यहाँ त फेरि 7वटा छ त ल अचम्म ल म अब शिव डर लाग्यो राम 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 अब म शिवको पूजा गर्छु गुरुले भन्नुभएको कहाँ गयो हो यहाँ रहेछ अब शिवजीको पूजा गरिन्छ ल अब पूजा गरिन्छ शिवजीको पूजा गरिन्छ के पो भन्नुहुँदै थियो गुरुले पहिले गुरु अनि यहाँ त भगवान्लाई त अनि प्रसन्न गर्न पाइन्छ अरे पाइन्छ भगवान्लाई प्रसन्न गर्नुपर्छ जप तप गरेर ए हो नि त्यो चाहिँ कसरी गर्नु अब जप तप गर्न पनि सिकाउनु पर्छ र पर्यो नि गुरु आफू त पाहाडबाट आएको केही थाहा छैन भन्नु न भगवान शिवजीको तपस्या गर ए हो नि खुसी हुन्छ सबैभन्दा छिटो हो नि शिवजी नै हुन् नि ए हो आशुतोष अनि के चाहिन्छ त्यसको लागि चन्दन अक्षता फुल धूपबाती इत्यादिले पूजा गर्नुपर्छ हो ल ठिक छ हो कि होइन आमा भन्नु त घोप्टी घोप्टीमा हाँसु तपाईँ त घोप्टी होइन यहाँ त फेरि 7वटा छ त ल अचम्म ल म अब शिव डर लाग्यो राम 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 अब म शिवको पूजा गर्छु गुरुले भन्नुभएको कहाँ गयो हो यहाँ रहेछ अब शिवजीको पूजा गरिन्छ ल अब पूजा गरिन्छ शिवजीको पूजा गरिन्छ के पो भन्नुहुँदै थियो गुरुले पहिले गुरु अनि यहाँ त भगवान्लाई त अनि प्रसन्न गर्न पाइन्छ अरे पाइन्छ
भगवानलाई प्रसन्न गर्नुपर्छ जप तप गरेर। ए हो र? हो नि, त्यो चाहिँ कसरी गर्नु? अब जप तप गर्न पनि सिकाउनु पर्छ र। पर्यो नि गुरु, आफू त पाहाडबाट आएको, केही थाहा छैन, भन्नु न। भगवान शिवजीको तपस्या गर। ए हो? हो नि, खुसी हुन्छ? सबैभन्दा छिटो हो नि शिवजी नै हुन् नि। ए हो? आशुतोष अनि के चाहिन्छ त्यसको लागि? चन्दन, अक्षता, फुल, धूपबाती इत्यादिले पूजा गर्नुपर्छ। हो? ल ठिक छ। हो कि होइन आमा? भन्नु त। घोप्टी नहाँसु, तपाईँ त घोप्टी होइन, यहाँ त फेरि साकरा छ त। ल ओचम्म ल म अब शिव डर लाग्यो, राम राम राम। अब म शिवको पूजा गर्छु। गुरुले भन्नुभएको कहाँ गयो? हो यहाँ रहेछ। अब शिवजीको पूजा गरिन्छ ल। अगाडिबाट छोड्दैन यहाँ थोरै। अब पूजा गरिन्छ, अब पूजा गरिन्छ, शिवजीको पूजा गरिन्छ। के पो भन्नुहुँदै थियो गुरुले? पहिले गुरु अनि यहाँ त भगवानलाई त अनि प्रसन्न गर्न पाइन्छ अरे? पाइन्छ त। भगवानलाई प्रसन्न गर्नुपर्छ जप तप गरेर। ए हो र? हो नि, त्यो चाहिँ कसरी गर्नु? अब जप तप गर्न पनि सिकाउनु पर्छ र। पर्यो नि गुरु, आफू त पाहाडबाट आएको, केही थाहा छैन, भन्नु न। भगवान शिवजीको तपस्या गर। ए हो? हो नि, खुसी हुन्छ? सबैभन्दा छिटो हो नि शिवजी नै हुन् नि। ए हो? आशुतोष अनि के चाहिन्छ त्यसको लागि? चन्दन, अक्षता, फुल, धूपबाती इत्यादिले पूजा गर्नुपर्छ। हो? ल ठिक छ। हो कि होइन आमा? भन्नु त। घोप्टी नहाँसु, तपाईँ त घोप्टी होइन, यहाँ त फेरि साकरा छ त। ल ओचम्म ल म अब शिव डर लाग्यो, राम राम राम। अब म शिवको पूजा गर्छु। गुरुले भन्नुभएको कहाँ गयो? हो यहाँ रहेछ। अब शिवजीको पूजा गरिन्छ ल। अगाडिबाट छोड्दैन यहाँ थोरै। अब पूजा गरिन्छ, अब पूजा गरिन्छ, शिवजीको पूजा गरिन्छ। के पो भन्नुहुँदै थियो गुरुले? पहिले भक्त हो हरि कीर्तन गाऊ, हरि हरि आरती को बेला भयो। भक्त हो हरि कीर्तन गाऊ, लेऊ हरिकै नाम, भक्त जापन हरिकै नाम, लेऊ हरिकै नाम, भक्त जापन हरिकै नाम। हरि कीर्तन गाउँदै गाउँदै वैकुण्ठमा जाम, हरि 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 कीर्तन गाउँदै गाउँदै वैकुण्ठमा जाम। जय जय दुर्गा माता कीर्तन गाउँछौ अब त, 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 अब त, जय जय दुर्गा माता कीर्तन गाउँछौ अब त, जय जय दुर्गा माता कीर्तन गाउँछौ
दिशामा श्री अग्निले तिरपाला जगाऊ हरि हरि आग्नेय दिशामा श्री अग्निले तिरपाला जगाऊ आग्नेय दिशाका अग्नि देवता दक्षिण दिशा जाऊ आग्नेय दिशाका अग्नि देवता दक्षिण दिशा जाऊ दक्षिण दिशामा बाराहीले तिरपाला जगाऊ हरि हरि दक्षिण दिशामा बाराहीले तिरपाला जगाऊ दक्षिण दिशाका बाराही नैऋत्य दिशामा जाऊ दक्षिण दिशाका बाराही नैऋत्य दिशामा जाऊ नैऋत्य दिशामा बारुणी देवीले तिरपाला जगाऊ हरि हरि नैऋत्य दिशामा बारुणी देवीले तिरपाला जगाऊ कुनै देवी माथि दसैँ दिशा आरती 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 आरती कुनै देवी माथि दसैँ दिशा 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 आरती हरि नैऋत्य दिशाकी बारुणी देवी पश्चिम दिशामा जाऊ नैऋत्य दिशाकी बारुणी देवी पश्चिम दिशामा जाऊ पश्चिम दिशामा कालिका माईले तिरपाला जगाऊ हरि हरि पश्चिम दिशामा कालिका माईले तिरपाला जगाऊ पश्चिम दिशाकी कालिका माई वायव्य दिशामा जाऊ पश्चिम दिशाकी कालिका माई वायव्य दिशामा जाऊ वायव्य दिशामा मृग वाहिनीले तिरपाला जगाऊ हरि हरि वायव्य दिशामा मृग वाहिनीले तिरपाला जगाऊ वायव्य दिशाकी मृग वाहिनी उत्तर दिशामा जाऊ वायव्य दिशाकी मृग वाहिनी उत्तर दिशामा जाऊ उत्तर दिशामा कौमारी देवीले तिरपाला जगाऊ हरि हरि उत्तर दिशामा कौमारी देवीले तिरपाला जगाऊ देवी तिम्रै नाउँमा शङ्ख बजे ठाउँ ठाउँमा 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 ठाउँ ठाउँमा देवी तिम्रै नाउँमा शङ्ख बजे 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 ठाउँ ठाउँमा हरि उत्तर दिशाकी कौमारी देवी ईशान दिशामा जाऊ उत्तर दिशाकी कौमारी देवी ईशान दिशामा जाऊ ईशान दिशामा शूलधारिणीले तिरपाला जगाऊ हरि हरि ईशान दिशामा शूलधारीले तिरपाला जगाऊ ईशान दिशाकी शूलधारिणी आकाशैमा जाऊ ईशान दिशाकी शूलधारिणी आकाशैमा जाऊ आकाशैमा ब्राह्मणी देवीले तिरपाला जगाऊ हरि हरि आकाशैमा ब्राह्मणी देवीले तिरपाला जगाऊ आकाशैकी ब्राह्मणी देवी पातालैमा
चिन्तामणि देवी पातालैमा आऊ पातालैमा वैष्णवी देवीले तिरपाला जगाऊ हरिहरि पातालैमा वैष्णवी देवीले तिरपाला जगाऊ पातालैकी वैष्णवी देवी दसैँ दिशा जाऊ पातालैकी वैष्णवी देवी दसैँ दिशा जाऊ दसैँ दिशामा चामुण्डा माईले तिरपाला जगाऊ हरिहरि दसैँ दिशामा चामुण्डा माईले तिरपाला जगाऊ उनै देवी माथि दसैँ दिशा आरती 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 आरती उनै देवी माथि दसैँ दिशा 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 आरती हरि जय जय दुर्गा माता कीर्तन गाउँछौ अब त 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 हरि देवी तिम्रै नाउँमा शङ्ख बजे ठाउँ ठाउँमा 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 देवी